हेलो हेलो नमस्कार सजिलो जर्मनमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु B1 को फुल कोर्स। आज हाम्रो टपिक छ कन्युक्टिभ आइन्स। ओके, कन्युक्टिभ आइन्स के हो, यसलाई कसरी युज गर्ने जर्मन भाषामा र यसलाई चाहिँ हामीले कहिले युज गर्ने, कुन केसमा युज गर्ने भन्ने कुरा चाहिँ आज हामी सिक्नेछौँ। र यसबाट हामीले हल्का 2-4 वटा इबुङ प्र्याक्टिकलको लागि 5-6 वटा 7-8 वटा हेरौँ अब कति हुन्छ यो भिडियोमा, त्यो कुराहरू सिक्नेछौँ। अनि त्यसपछि फेरि पक्कै पनि अर्को भिडियोमा फेरि नयाँ कुराहरू हामीले सिक्ने नै छौँ। सो सर्वप्रथम तपाईँहरूलाई धेरै धेरै धन्यवाद, त्यो भिडियो हेरिरहनु भएको छ, जहाँबाट हेर्नुभएको छ त्यो ठाउँको नाम लेखेर कमेन्टमा मलाई इन्फर्म गर्नु होला, ताकि कहाँबाट हेर्नुभएको छ भन्ने कुरा मैले पनि थाहा पाउन अति नै जरुरी छ। र तपाईँ नयाँ हुनुहुन्छ, मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला, किनकि हरेक नयाँ भिडियो तपाईँलाई टाइममै इन्फर्मेसन आओस्, ताकि नोटिफिकेसन। ओके, अनि तपाईँसँगै साथीभाइहरू कोही पढ्दै हुनुहुन्छ, जो तपाईँहरू एउटा ग्रुपमा हुनुहुन्छ, उहाँहरूलाई पनि फरवार्ड गरिदिनु होला, ताकि तपाईँले मात्रै नसिकेर साथीभाइले पनि सिक्ने ठुलो मौका पाउनुहुनेछ। सो यति भन्दै आज हामी कन्युक्टिभ 2 टपिक, अब अर्को भिडियोमा हामी कन्युक्टिभ आइन्स हेर्नेछौँ, के अरे 2 हेर्नेछौँ। अहिले चाहिँ हामी कन्युक्टिभ आइन्स हेर्ने, अनि यो सकेपछि हामीले कन्युक्टिभ 2 हेर्ने। ओके, सो सर्वप्रथम हामीलाई चाहिँ कन्युक्टिभ सिक्दाखेरि चाहिँ बुझ्न पर्ने वास इज कन्युक्टिभ। ओके, वास इज कन्युक्टिभ आइन्स के हो, त्यो कन्युक्टिभ आइन्स भने के हो? ओके, यो बुझ्न जरुरी छ। कन्युक्टिभ आइन्स भने के हो? ओके, कन्युक्टिभ आइन्स भनेको अरूले भनेको कुरा, जस्तै रामले भनेको कुरा मैले सीतालाई सुनाउनु पर्यो भने मैले जहिले पनि कन्युक्टिभ आइन्स युज गरिन्छ। ओके, के रहेछ त? Wenn du sagst, okay, was jemand anderes gesagt hat, भन्नेको तात्पर्य के हो त? यदि तपाईले भन्छौ, अरूले भनेको कुरा चाहिँ यदि तपाईले भन्नु पर्यो भने, यदि तिमीले भन्नु पर्यो भने चाहिँ हामीले कन्युक्टिभ आइन्स युज गरिन्छ। यसलाई अर्को भाषामा के भनियो त? इन्डिरेक्ट रेड। ओके, इन्डिरेक्ट। हामीले डाइरेक्ट र इन्डाइरेक्टको कुरा हुन्छ, यो कन्युक्टिभ आइन्सले चाहिँ इन्डाइरेक्ट भन्छ, त्यही भएर यसलाई इन्डिरेक्ट रेदे भनिन्छ। ओके, इन्डिरेक्ट रेदे। ओके, अरूले भनेको कुरालाई अप्रत्यक्ष रूपमा भन्नु। ओके, त्यसलाई चाहिँ जस्तै मानव, अब तपाईँ हुन्छ नि त त्यो केस तपाईँहरूले याद गर्नु भएको छैन, रामले भन्यो, श्यामले भन्यो। ओके, श्यामले भनेको कुरा मैले चाहिँ दर्शाउनु पर्यो भने चाहिँ मैले चाहिँ के गर्नु पर्दो रहेछ त? कन्युक्टिभ आइन्स युज गर्नु पर्दो रहेछ। यति भएपछि त सिधा सकिगयो नि, हैन? हामीलाई के जान्नु पर्ने छ त? धेरै जान्नै पर्दैन। यति नेपालीमा सजिलो तरिकाले अब कसैले सोध्यो भने तपाईलाई कन्युक्टिभ आइन्स भनेको के हो भन्यो भने, कन्युक्टिभ आइन्समा चाहिँ अरूले भनेको कुरालाई मैले व्यक्त गर्नु पर्दा चाहिँ कन्युक्टिभ आइन्स युज गरिन्छ। सिद्धो, यति नै सजिलो छ, त्यही भएर गाह्रो नमान्नु होला। म यस्तै यस्तै भिडियोहरू अति नै सजिलो तरिकाले, एकदम मजाले बुझ्ने तरिकाले तपाईहरुलाई लिएर आउँछु। अबदेखि कसैले सोध्यो क्लासमा, तपाईहरु क्लास गरिरहनु भएको छ, अब B1 गर्ने लेभलले त यो फोकस गर्नै पर्छ, तर नेपालतिर कतै इन्स्टिट्युट इन्डियातिर जहाँ भयो नि राम्रोसँग पढाउँदैन भन्ने कुरा चाहिँ मेरो स्टुडेन्टहरूले भनेको मैले थाहा पाएको छु। राम्रोसँग नपढाउनु, अब पढाउनु भयो होला, टिचरहरूले राम्रोसँग ध्यान नदिनु भयो होला, अथवा राम्रोसँग डिस्क्राइब गर्नु भएन होला, नो प्रब्लम, कसैलाई दोष नदिउँ। अब आजबाट तपाईहरुले सिकिसक्नुभयो। सो कन्युक्टिभ आइन्स भने के रहेछ त? कन्युक्टिभ आइन्स भनेको अरूले भनेको कुरालाई अप्रत्यक्ष रूपमा भन्नुको तात्पर्य अरूले भनेको कुरा मैले सेकेन्ड पर्सनलाई सुनाउँदाखेरि, जस्तै रामले भनेको कुरा मैले सीतालाई सुनाउनु पर्यो भने रामले भनेको यस्तो भएको थियो भनेर भन्नु पर्यो भने चाहिँ सीतालाई मैले कन्युक्टिभ आइन्स युज गर्नु पर्दो रहेछ। अब 22 पिल हेरौँ है त। ओके, 22 पिल भनेको उदाहरण। ओके, उदाहरण पहिला हाम्रो डाइरेक्ट कुरा गरौँ, डिरेक्ट कुरा हेरौँ। ओके, डिरेक्टमा के छ त?
डिरेक्टमा छ sagt, he says के त ich bin krank. Okay? He says I am krank. Okay? Ich bin krank. So, उसले भन्छ म बिरामी भएँ। तर यसलाई हामीले कन्जुक्टिभ आइन्स हालेर भन्नु पर्यो भने यसलाई इन्डिरेक्ट भन्नु पर्यो। ओके, इन्डिरेक्टमा चाहिँ के हुनुभयो त sagt ich sei krank. जाई कहाँबाट आयो? ओ माई गॉड, जाई कहाँबाट आयो? यो त हामीले पढेकै थिएन है, जाई कहाँबाट आयो? ओ माई गॉड। अब यसलाई हामीले चाहिँ कन्जुक्टिभ स्वाइमा चाहिँ लानु पर्यो। जाइनको यो बिनको जाइन भनेपछि यो थाहा पाउनु भन्दा कन्जुक्टिभ आइन्समा गएर हामीले पहिला टेबल बनाउनु पर्दो रहेछ सबैभन्दा पहिला, हैन? सो म एउटा टेबल रेडी बनाइहाल्छु। सो यहाँ जाम यसलाई। सो अब टेबल रेडी भयो। टेबल रेडी भएपछि हामीले के बुझ्नु पर्यो भने जाइन र हाभेनलाई, अब हामीले यो कन्जुक्टिभ आइन्स बुझ्नुभन्दा अगाडि जाइन र हाभेनलाई कन्जुक्टिभ आइन्समा कन्जुगेट गर्न सिक्नु पर्यो नि त, नत्र त हामीले आएन, हामीलाई त गाह्रो हुन्छ हैन, हामीलाई त अति नै गाह्रो हुन्छ नत्र भने त कन्जुक्टिभ आइन्स कन्जुगेट गर्न आएन भने, हैन? त्यही भएर हामीलाई यो सिक्न पहिला जरुरी छ। ओके, यो सिक्न अति नै जरुरी छ। त्यही भएर पहिला कन्जुगेट गरौँ। ओके, कन्जुगेट गरौँ। के गरौँ भने पहिला हाभेन र जाइनलाई मार्क गरौँ। इखमा लाँदा हाभेनको के हुने भयो त ich habe. डुमा लाँदाखेर du habest. ओके, RGSमा लाँदाखेर habe हुन्छ भने बियरमा हापेन नै हुन्छ, इयरमा हापेट हुन्छ भने जीजीमा हापेन हुन्छ नि त। अहिलेसम्म सुन्नु भएको थियो हाबेस्ट? ओ गड, यस्तो त सुनेकै थिएन। जर्मन भाषामा यस्तो हुन्छ र? ओ गड, हाबेस्ट, ओ माई गड। नो प्रब्लम, सजिलो जर्मन तपाईहरुको साथमा छ। अति नै इजी वेले तपाईहरुलाई सिकाउन चाहिँ म ट्राई गर्छु। ओके, अति नै इजी वेले सिकाउन चाहिँ म तपाईहरुसँग ट्राई गर्छु, किनभने मलाई इम्पोर्टेन्ट तपाईहरुले बुझ्नु छ। ओके, जस्तै कन्जुक्टिभ आइन्समा हाबेनलाई कन्जुगेट गर्दाखेरि हाबेस्ट हुँदो रहेछ डुमा, इखमा हाब, एरजीएस हाबे नै हुँदो रहेछ। हेर्नु त एयर हाबे हुँदो रहेछ, जी हाबे हुँदो रहेछ हैन। हामीले त एयर जीएस हाट भनेर पढाएको थियो। त्यतातिर नजाउँ, हामी अहिले कन्जुक्टिभ आइन्समा छौँ। ओके, त्यही भएर त्यतातिर अहिले नजाउँ। अब जाइनलाई कन्जुगेट गरौँ। जाइन पनि ओहो ich bin, हामीले त ich bin, du bist, er sie es ist भनेर पढेको थियो। तर अब त्यो होइन, कन्जुक्टिभ आइन्समा चाहिँ त्यो होइन। कन्जुक्टिभ आइन्समा ich sei हुँदो रहेछ हेर्नु त, ich sei अनि त्यहाँबाट du seiest। ओके, RGS sei हैन, wir seien अनि ihr seiet und लास्टमा जीजी seien। ओ गड, यस्तो नि पढ्नु पर्छ र हामीले भनेर सोच्नु भएको थियो होला। अफकोर्स कन्जुक्टिभ आइन्समा यो हामीलाई थाहा हुनुपर्छ। यो कन्जुक्टिभ आइन्स हो भन्ने कुरा थाहा हुनुपर्छ हामीलाई, अति नै इम्पोर्टेन्ट छ। ओके, सो genau, अब हामीले यसलाई बुझ्नु पर्यो। ओके, यसलाई बुझ्नु पर्यो। अब हामीले कन्जुक्टिभ आइन्स के हो भन्ने कुरा पहिला बुझ्यो, कन्जुगेट हाबेन र जाइनलाई पनि गर्यो। ओके, यो पनि सिक्यो। अब एक्जाम्पलहरु हेरौँ। अहिले मैले 22 पिल यहाँ दिएको थिएँ। डाइरेक्टमा के थियो? Er sagt ich bin krank, यो डाइरेक्ट भयो। इन्डाइरेक्ट भन्नुपर्दा er sagt ich sei krank भनेको उसले भन्यो, उसले भनेको थियो म चाहिँ बिरामी भएँ भनेर। ओके, ich sei krank। ओके, सो यो के रे? Er sagt
सरी ich भयो चाहिँ यहाँ er sei krank. ओके अब हामीले भन्नु er sagt ich bin krank. उसले के भनेको थियो रामले भनेको थियो ich bin krank. अब मैले रामले ich bin krank भनेको थियो भनेर सीतासँग गएर भन्ने हो त राम sagt ich bin krank भन्ने हो त होइन नि राम sagt er sei krank. ओके त्यसरी भन्नु पर्यो बुझ्नुभयो बुझ्नुभएको छ नि बुझ्न जरुरी छ अरूले भनेको कुराका मात्रै जानकारी दिने हो ओके अरूले भनेको कुराको मात्रै जानकारी दिनलाई हामीले कन्जुक्टिभ आइन्स युज गरिन्छ ओके सो उसले के भन्यो रामले भन्यो सीतालाई ich bin krank अब मैले गएर राम के अरे सीतालाई गएर के अरे सीताले मलाई आएर भन्छ रामले चाहिँ भन्यो राम क्राङ छ भनेर भन्छ कि रामले चाहिँ भन्यो ऊ क्राङ छ भने त्यही भएर त्यो केसमा राम sagt oder er sagt he says er sei krank he is sick okay so त्यो केसमा चाहिँ अब आई डोन्ट नो तपाईहरुले बुझ्नु भयो कि भएन मलाई लाग्छ तपाईहरुले पक्कै पनि बुझ्नु भएको छ ओके सो अब यो केसमा हामीले के थाहा पाउनु पर्यो भने जहिले पनि अरूले भनेको कुरामा मात्र जानकारी गराउनु पर्यो भने मात्रै हामीले कन्जुक्टिभ आइन्स युज गरिन्छ ओके बुझ्नुभयो अब हेरौँ तल जाउँ दुई चारवटा बाइस्पिलहरु पनि हेरौँ रामले भन्छ ich bin krank भनेपछि राम बिराम भयो हैन रामले भन्यो ich bin krank हैन त अथवा रामले भन्छ ich müde ओके रामले भन्छ ich bin müde भन्छ ओके रामले के भन्यो म थकित छु भन्यो अनि सीताले हरिलाई रामको त्यो रामले के भनेको थियो ich bin krank भनेको थियो नि सीताले हरिलाई रामले जे भनेको थियो त्यो हामीले हरिलाई सुनाउँदा कन्जुक्टिभ आइन्स लगाउनु पर्छ त एउटा नेपाली ओके त जस्तै अब रामले कसलाई सीताले हरिलाई भन्नु पर्यो सीता जान्छ हरिकोमा है सीता अनि हरिले भन्छ was hat राम अथवा वो इस राम अथवा was sagt राम रामले के भन्छ ओके रामले के भन्छ was sagt राम अनि सीताले भन्छ er sagt er sei müde ओके er ist müde er sei müde ओके er sei müde ओके अथवा रामले भन्छ ich habe keine Zeit ओके अब सीताले भन्नु पर्यो रामसँग समय छैन रे भन्नु पर्यो ओके राम sagt er habe keine Zeit किन habe हेर्नु त हामीले एयर मा haben को एयर मा लादा habe हुँदो रहेछ ओके त्यो केसमा जहिले पनि त्यसरी बुझ्नु पर्यो ओके er habe keine Zeit ओके बुझ्नु भएको छ सो अर्को बाइस्पिल हेरौँ रामले भन्छ डाइरेक्ट ओके रामले भन्छ wir अब बाइस्पिल गरौँ एक दुईटा डाइरेक्ट र इनडाइरेक्ट ओके डिरेक्ट के भयो wir haben ein Problem अनि इनडिरेक्टमा के भयो त कन्जुक्टिभ 2 लाएर wir haben नै हुने भयो किन त इनडाइरेक्टमा कन्जुक्टिभ आइन्समा पनि haben को wir मा लादा haben नै छ हैन त सो sehr gut wir haben ein
Problem हैन त कति सजिलो छ। अर्को डाइरेक्ट हेरौँ डिरेक्टमा के छ भने wir sind bereit ओके we are ready इनडिरेक्टमा के हुने भयो त wir seien हैन जेन्टको के हुँदो रहेछ त वियरमा लाँदा जायन हुँदो रहेछ wir seien bereit कति सजिलो छ ओके यो इनडिरेक्ट रहेछ भयो ओके यो कुरा चाहिँ एकदमै बुझ्नु पर्छ ओके सो यो नबुझे त हामीलाई गाह्रो हुन्छ अब यो केसहरू बोल्दाखेरि हुन्छ त होइन नि यो केसहरू समाचारमा हाई लेभल अब समाचारमा तपाईँको न्युजहरू सुन्नुभयो भने यो कुराहरू सुनिन्छ ओके न्युजहरूमा अब यो बोल्नै पर्छ भन्ने चाहिँ छैन नि फेरि जर्मनमा तर हामीले A1 के अरे B1 B2 C1 मा चाहिँ यो बुझ्न अति नै जरुरी छ ओके यो बोल्दा राम्रो किनभने सिकेपछि बोलेको राम्रो हैन त अब तपाईहरुलाई म यति सिकाएपछि म माने कि तपाईहरुले जान्नु ओके जानेपछि होमवर्क त चाहियो कि चाहिएन होमवर्क नगरी जाने त जाने होइन नि हैन सो होमवर्क दिन्छु नुम्बर 1 er sagt के भन्छ त उसले ich habe keine Zeit यसलाई चाहिँ तपाईहरुले कनेक्टिभ 2 मा लानु पर्यो ओके के अरे 1 मा अनि अर्को छ जी sagt ich bin müde यसलाई पनि तपाईहरुले कनेक्टिभ 1 मा लानु पर्यो नम्बर 3 sie sagt wir sind fertig ओके 4 वटा मात्र दिन्छु कमेन्टमा लेख्नु होला ओके er sagt er hat ein Auto so यो 4 वटा चाहिँ तपाईहरुले कमेन्ट बक्समा लेख्नु पर्यो अनि कतिको बुझ्नु भयो बुझ्नु भएन अनि त्यसपछि थाहा हुन्छ तपाईहरुले जान्नु भयो कि भएन ओके सो अनि म यसमा एउटा दिन्छु अनि यसमा तपाईहरुलाई एउटा चाहिँ अलिकति ट्रिकी दिन्छु म ओके तपाईहरुले आफै पत्ता लाउने हावेन लाग्छ कि जाइन लाग्छ आफै लाउनु ओके सो यसमा जाम so unos dos tres so हाम्रो कतिवटा छ er sagt sie sagt okay er sagt sie sagt ein Auto ich weiß nicht okay अब यो सरल तरिकाले बुझ्नलाई हो मैले गाह्रो तपाईहरुलाई दिएको छैन त्यही भएर चाहिँ सरल तरिकाले सिम्पल तरिकाले बुझ्यो भने बाँकी कुरो बुझ्न गाह्रै हुँदैन तपाईहरुलाई थाहा छँदैछ हैन बाँकी कुरो बुझ्न गाह्रो हुन्छ त सिम्पलबाट बेसिकबाट जगै बलियो भएपछि मात्र जतिवटा घर ठडा नै हुन्छ ओके त्यही भएर चिन्ता नगर्नु होला राम्रोसँग हेर्नु होला यसलाई बुझ्ने प्रयास गर्नु होला बुझ्नु भएन भने फेरि रिपिट गरेर हेर्नु होला यो कन्जुक्टिभ आइन्स कुन केसमा युज गर्ने मैले पहिले भनिसके रिपिट गर्दै हेर्नु होला अनि तपाईहरुलाई मनमा लागेका जिज्ञासाहरू कुन सम्बन्धी के सम्बन्धी तपाईहरुलाई प्रब्लम छ त्यो कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ त्यो टपिकलाई बोकेर म पक्कै पनि आउनेछु यति भन्दै सजिलो जर्मन तपाईहरुबाट बिदा माग्न चाहन्छ मैले पहिले नै भनिसके यदि लाइक सब्स्क्राइब र फलो गर्नुभएको छैन सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला अर्को इन्फर्मेसन मेरो हरेक दिन लगभग टिकटकमा ओके टिकटकमा चाहिँ मेरो सजिलो जर्मन भन्ने नै नाम छ जहाँ चाहिँ तपाईलाई एभ्रीडे नयाँ कुराहरू सुन्न पाइन्छ त्यहाँ चाहिँ 15 सेकेन्डको हुन्छ ओके एभ्रीडे नयाँ कुराहरू टिकटकमा फलो गर्न चाहिँ नभुल्नु होला ओके टिकटकमा पनि फलो गर्नु होला
युट्युबमा पनि सब्स्क्राइब गर्नु होला ताकि तपाईहरु दुवैतिर अप टु डेट बस्न सक्नुहुनेछ। हस् त यति भन्दै म सजिलो जर्मन तपाईहरुबाट बिदा माग्न चाहन्छु। धन्यवाद। राम्रोसँग बस्नु होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, राम्रोसँग पढ्नु होला। धन्यवाद।